हामीले हाम्रो मन्त्रालयबाट र अनि स्थानीय तहको साझेदारीमा यो सुरु गर्यौं। अब कालीगण्डकी गाउँपालिका ड्रागन फ्रुटको एउटा नमुना पालिकाको रूपमा विकास गर्ने। कोलमामा किवी लगाम भनेको तयारी नै गर्ने हैन? हजुर। कोलमामा किवी एउटा राख्ने माथि जान्दैन नि अरु सबै बिरुवा एउटा मात्रै राख्ने अरु सबै माथि जान्दै हो। यो पनि सिधा चाहिँ माथि जान दिनु अरु भाँचेर बिरुवा गराउनु। यो क्षेत्रको विकासको गुण उठाउने माननीय मन्त्रीज्यूबाट यो सामुदायिक भवनको शिलान्यास कार्यक्रम सम्पन्न गुजारा चल्दैन। हामीले यसलाई परिवर्तन गर्नुपर्छ, समय अनुकूल बनाउन पर्छ। त्यो ढंगले तपाईहरु बस्नुस्, छलफल गर्नुस्, योजना बनाउनुस्, त्यसको निम्ति त्यसै गर्न पर्छ। हामी तयार छौं। हाम्रो बेरोजगारको स्थिति त किन भयो भन्दा हाम्रो हातमा स्किल भयो, हाम्रो हातमा सिप भएन। त्यसैले अब सिप दिने कुरा, व्यवसायी बनाउने कुरा हो। जागिरी मानसिकताबाट व्यावसायिक मानसिकताको वृद्धि गर्ने हो। पनि गरे शैक्षिक विकास पनि भएको छ, शिक्षाको गुणस्तरता छ भन्ने कुरा पनि तपाईले साबित गर्नुभएको छ। त्यसैले समग्र अभिभावकज्यूहरू, विद्यालय परिवार, विद्यार्थी, अभिभावक, शिक्षक सबैलाई म हार्दिक धन्यवाद भन्न चाहन्छु। र यो विद्यालयको हामी सबै अतिथि भनेर आज आमन्त्रण गरिएकाहरूको तर्फबाट उत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। माननीय पद्मा कुमारी अर्याल यतिखेर यस विद्यालयको प्राङ्गणमा उपस्थित हुनुहुन्छ। कृपया सम्पूर्णले स्वागत गरिदिनु होला। नमस्कार सबैलाई। पद्मा कुमारी राजले पर्दा तानेर गादन गर्दै हुनुहुन्छ। त्यसर्थ मन्त्रीज्यूको सम्मानमा एकपटक जोरदार तालीले सम्मान व्यक्त गरिदिनु हुन। प्रमुख अतिथि नेपाल सरकारका भूमि व्यवस्था तथा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री माननीय पद्मा कुमारी आर्याल, अतिथि महानुभावहरूलाई विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद सहित आज यो विद्यालयको 4 कोठे नवनिर्मित भवन विधिवत रूपबाट मैले यहाँ हाम्रो अध्यक्ष उपाध्यक्षलाई भनेको छु। म अबका एक वर्षपछि कार्य विभाजन अनुसार संघीय सरकारको जिम्मेवारीमा परेको कुनै योजना छुटो ल्याउनुस् त भन्ने पक्षमा छु। मैले धेरै सम्बोधन गरिदिएको छु। संघीय सरकारले गर्ने काम यहाँ धेरै योजनाहरू आइसकेका छन्। सायद अब भ्याइयो कि भन्ने ठानेको केही छुट्या रहेछ नि अझै 1 वर्षलाई टाइम दिन्छु। मैले त सक्ने गरी त्यसरी नै लागेको छु।